ब्याटिङलाई हल्काले कर गर्न पुगे फिल्डरको हातैबाट एक रन दौडिकन भारतीयले शतक पुरा गर्न पुगे एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा यो दोस्रो शतक रहेको छ कुशल भुर्तेलबाट भुर्तेलले दिन कमेन्ट बक्समा यसअगाडि उनले एक शतक लगाएका थिए जुन शतक रहेको थियो उनको एक दिवसीय तर्फको नामिबिया विरुद्ध र आज उनले अर्को शतक लगाउनको लागि सफल भएको र यो दोस्रो शतक रहेको कुशल भुर्तेलको उनले 100 रन पुरा गर्न पुगे 104 बलभित्रमा र सेकेन्ड ओडिआई शतक लगाएका छन् भुर्तेलले यसअगाडि उनले शतक नामिबिया विरुद्ध लगाएका थिए र आज पनि उनले शतक अहिले बलिङ गरिरहेका छन् ओभरको दोस्रो बल राउन्ड द विकेटबाट आउने क्रममा ब्याटिङ लागि बायाँ हाते ईशान पाण्डे दोस्रो बल स्विप गर्न ईशान पाण्डेले बल स्क्वायरलिक र मिड विकेटको बिचमा गयो बाउन्ड्री किनाराबाट फिल्डरले बललाई रोक्न पुगे एक रन मात्र आउन पुगे सिङ्गल प्राप्त गर्न पुग्यो ओभरको यो सेकेन्ड बलमा एक रन प्राप्त गर्न पुग्यो र एक रनबाट स्ट्राइक रनकी परिवर्तन र 165 मा एक विकेट 166 मा एक विकेट रहेको छ बल खेल्नलाई भुर्तेल ब्याटिङलाई हल्काले कर गर्न पुगे फिल्डरले हातैबाट एक रन दौडिकन भुर्तेलले शतक पुरा गर्न पुगे एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा यो दोस्रो शतक रहेको छ कुशल भुर्तेलबाट भुर्तेलले दिन कमेन्ट बक्समा यसअगाडि उनले एक शतक लगाएका थिए जुन शतक रहेको थियो उनको एक दिवसीय तर्फको नामिबिया विरुद्ध र आज उनले अर्को शतक लगाउनको लागि सफल भएको र यो दोस्रो शतक रहेको कुशल भुर्तेलको उनले 100 रन पुरा गर्न पुगे 104 बलभित्रमा र सेकेन्ड ओडिआई शतक लगाएका छन् भुर्तेलले यसअगाडि उनले शतक नामिबिया विरुद्ध लगाएका थिए र आज पनि उनले शतक युएसए विरुद्ध लगाए टी20 तर्फ एउटा शतक रहेको छ र 50 ओभर तर्फ यो दोस्रो शतक हो एकचोटि उनी 79 मा आउट भए थिए जिम्बाब्वे विरुद्ध त्यो पनि शतकको नजिक थियो तर आज शतक पुरा गर्न पुगे भुर्तेलले # सबैले